आज चाहिँ हाम्रो साथीलाई एकदम बर्थडेको सरप्राइज दिनेवाला छौँ कि हामी। अन्त यहाँ चाहिँ छ केक रेडी हो। यो चाहिँ अहिले फिलहाल मैले फ्रिजमा राखिरहेको छु। अब बर्थडे गर्ल चाहिँ आइपुगेकै छैन हो। अन्त हामी चाहिँ वेट गर्दैछौँ। कस्तो वेट गर्दैछौँ भनेपछि चाहिँ हामी साथीहरू होइन यता एकदम वेटिङमा हुनुहुन्छ। हाम्रो सुनिता दी, यता आशिका दी, अन्त यता म पनि छु। अनि यहाँभित्र दुईजना नानीहरू पनि छन् है, बडी गर्दै। अन्त यता चाहिँ पाक्दैछ चिया। त्यस्तो ठुलो पार्टी चाहिँ होइन कि हाम्रो चाहिँ सानो गेट टुगेदर हामी साथीहरूको होइन। यहाँ चिया पाक्दैछ। अब बर्थडे गर्ल कति बेला आउँछ हो, पर्खिरहेको छौँ। अन्त यहाँ चाहिँ मैले रेडी गरेको छु अलिकति भुजा हो, त्यहाँदेखि चाहिँ यहाँ चक्लेट। यता चाहिँ रेडी भइसक्यो हो र हाम्रो बर्थडे गर्ल चाहिँ आउँदैछ है। अब यता चाहिँ चिया आइसक्यो हो, सब एकदम रेडी भइसक्यो। आउनु हुँदैछ है अब। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। सुन त लु, अघि हक गर्नु पाएन, अहिले गयो। ह्याप्पी बर्थडे लु। लु अब चाहिँ हाम्रो यहाँ फोटो सेक्सन हुँदैछ है। पहिला चाहिँ हो एकदम फोटो खिच्नु भ्याएन भाइ, क्यामेराम्यान यता अगाडि छ। सब पोज दिनुमा व्यस्त छ, म चाहिँ भिडियो बनाउनुमा व्यस्त छु। टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे डियर भाउजू, ह्याप्पी बर्थडे टु यु, गॉड ब्लेस यु, मे गॉड ब्लेस यु, ह्याप्पी बर्थडे भाउजू, ह्याप्पी बर्थडे टु यु। खोइ ताली मार। मैले भाउजू भन्दाखेरि खुवाइदिनु पर्यो नि अलिकति। लु मेरो तर्फबाट ल आफ्नै लुगा लु है। हाम्रो सेलिब्रेसन चाहिँ यस्तो भयो। लु बाई बाई गरिदिनु लु सबैजनाले मेरो तर्फबाट बाई बाई।